दर्शकबिन राम र शक्तिको लडाईँ सुरु भइसकेको छ। सुर्ती र सिर्जना भने खुसीको कुरा छ भन्दै गएर शक्तिलाई सुनाउँछन्। उता राम भने सबै गाउँलेहरूलाई आफ्नो घरमा सुत्नु भनेका हुन्छन् दर्शकबिन। यो कुरा सुनेर उता शक्ति भने खुसीले गदगद भएर रमाइरहेका हुन्छन्। किनकि घर घरमा गएर शक्तिले गाउँलेहरूलाई मार्ने प्लान रचेका हुन्छन्। तर यो षड्यन्त्र रचेको रामलाई सबै कुरा पहिलादेखि नै थाहा हुन्छ दर्शकबिन। सुर्ती र सिर्जना भने शक्तिसँग मिलेका छ भनेर पनि थाहा थियो रामलाई। तर राम भने एकदमै चतुर हुन्छन्। मौन बसे जस्तो गरेर शक्तिले होइन दिमागले जहिले पनि दिमागले लड्ने गर्छन् दर्शकबिन। यता शक्तिको छोरा बिक्की भने डराएर राम गाउँमा हुँदासम्म हामीले केही गर्न सक्दैनौँ भन्छन्। रामको अगाडि शक्तिको केही पनि लाग्दैन दर्शकबिन। उता सुर्तीले गाउँलेलाई मार्न शक्तिलाई सघाउँछ भने यता सिर्जनालाई भने रामले उडाउन लगाउँछन् दर्शकबिन। शक्तिहरूले 12 बजे गाउँलेलाई मार्ने भनेर प्लान रचेका हुन्छन्। उता शक्ति भने रामलाई आफ्नाहरूले नै सक्छ भनेर रमाइरहेका हुन्छन् दर्शकबिन। सबै गाउँलेको जिम्मा रामले लिएका हुन्छन्। यदि कसैको ज्यान गयो भने जेलमा लगेर मुद्दा हाल्नु मलाई भनेर सम्म पनि भन्छन्। तर त्यति भन्दासम्म पनि गाउँलेहरू रामको विश्वासै गरिरहेको हुँदैनन्। उता रमेश पनि आफै केही गर्छु भन्दै अगाडि तम्सिन्छन् दर्शकबिन। यो भने रामको लुकी छिपी खेल थियो जो कहिले झट्ट थाहा पाउन सक्दैनथ्यो। त्यति भन्दासम्म पनि गाउँलेहरू रामको विश्वासै गरिरहेको हुँदैनन् दर्शकबिन। शक्तिको गुन्डाहरू भने गाउँलेलाई मार्न भन्दै गाउँ छिर्छन्। गाउँको एक घर डुल्छन् तर घरमा कसैलाई पनि भेट्दैनन् दर्शकबिन। उता शक्ति र शक्तिका गुन्डाहरू भने कोही नभेटेपछि रिसाएर रामकै घर जाने निर्णय गर्छन्। शक्ति रामको घरमा पनि जान्छन् दर्शकबिन। राम भने गाउँलेहरूलाई घरभित्र थुनेर खुकुरी बोकेर आँगनमा एक्लै उभिएका हुन्छन्। नडराई भनिरहेका हुन्छन्। राम भइन्जेल तेरो गाउँलेलाई मार्ने सपनामै सीमित हुन्छ, कहिले पुरा हुँदैन भनेर भन्छन्। एउटा रावण रेखा कोरेका हुन्छन् आँगनमा रामले। त्यो रेखा काटेर जाने कसैको हिम्मत हुँदैन दर्शकबिन। रामको कुरा सुनेर शक्ति र शक्तिका गुन्डाहरू पनि भाग्छन् डरले दर्शकबिन। उता गएर शक्ति फेरि बिहेको तयारीमा लाग्छन्। दुर्गा आमा पनि मुनाको बिहेको लागि तयार गरिरहेका हुन्छन् दर्शकबिन। मुना भने ढुक्क कसा भनिरहेका थिए बिहेको दिनसम्म राम लिन आउँछ मलाई भनेर। उता दुर्गा आमाले भने सपना मात्रै देखेर हुँदैन, पुरा हुने सपना देख्नुपर्छ भनेर मुनालाई भन्छन् दर्शकबिन। दुर्गा आमाले पनि तेरो रामको हिम्मत यहाँ आउने छैन शक्तिको डरले भन्छन् दर्शकबिन। बिक्कीले पनि यहाँ आयो भने त्यो राम जिउँदो फर्किँदैन भन्छन्। तर राम भने दुर्गा आमाकै घरमा पुग्छन्। उता मुना भने कुर्सीमा महारानी जस्तै भएर राज गर्न थाल्छन्। दुर्गा आमा भने रिसाएर त कुकुर मेरो घरमा घरिघरि किन आउँछस् भन्दै रामलाई थर्काउँछन्। उता राम र मुनाको भने माया प्रेमको खेल सुरु हुन्छ। एकअर्कालाई हेराहेर गर्छन्। लामा कपाल पालेको हेर्दा पनि डरलाग्दो बाघले पनि खाइ नसक्ने ज्यान भएको गुन्डा र शक्ति बिक्की दुर्गा आमालाई चेतावनी दिएर फर्किन्छन्। राम भने शक्ति भने एक शब्द केही पनि नबोली बस्छन् दर्शकबिन। रामलाई साथ भने कमला र मुना बाहेक कसैले साथ दिएको छैनन् दर्शकबिन। पैसाकै लोभमा परेर उता रामको दिदी सुर्ती र सिर्जनाले पनि शक्तिलाई नै साथ दिइरहेका छन् दर्शकबिन। उता राम भने गाउँलेहरूलाई बचाउन खोजिरहेका हुन्छन्। तर गाउँलेहरूले भने उल्टै हामीलाई मार्न खोजेको हो तिमीले भन्दै रामलाई नै दोष लगाउँछन् दर्शकबिन। गाउँलेहरूले गाउँ छोड्न लागिसकेका हुन्छन्। रामलाई बाटोमा भेट्छन् अनि गाउँलेले रामलाई भन्छन् तिमीहरूको घरको मामिलामा हामीलाई किन फसाउँछौ, हाम्रो ज्यान धरापमा किन पार्छौ भन्दै रामलाई नै गाली गर्छन् दर्शकबिन। किन हामीलाई घरमा बोलाएर ढोका थुनेर राखेको भन्दै। उता रामले भने उनीहरूलाई नै बचाउन त्यस्तो दिमाग लगाएका हुन्छन्। तर रामलाई समाजले भने गलत मात्र बुझ्छन् दर्शकबिन। त्यो रामको घरको मात्र लडाइँ नभएर सिङ्गो गाउँको नै लडाइँ थियो।
16 वर्ष अगाडि जङ्गलमा घाँस काट्न जाँदा 2 जनाको बलात्कारपछि हत्या भएको रहेछ। निर्दोष चेलीहरूको लागि लडिएको लडाइँ थियो दर्शकबिन। त्यो बेला अगाडि सरेर बोल्ने हुँदा राम शक्तिको नजरमा परेका रहेछन् दर्शकबिन। रामले स्वार्थको लागि कसैलाई पनि परख गरेको थिएनन्। ती 2वटा चेलीहरूले जस्तै अरू चेलीले पनि यस्तो पीडा भोग्न नपरोस् भनेर यस्तो चाल चालेका हुन्छन्। तर राम्रो काम गर्नेलाई कहिले पनि कसैलाई राम्रो सोच्दैन दर्शकबिन। यो कुरा चाहिँ सही हो। राम भने रिसले दुःख पर्दा शिर झुकाएर हिँड्ने समाज हुनुभन्दा नभएको राम्रो भन्छन्। रामको कुरा सुनेर गाउँलेहरू छक्क पर्छन् दर्शकबिन। उता राम भने म एक्लै लडाइँ गरेर जित्छु, शक्तिलाई घोडा टेकाएर छोड्छु भनेका छन् रामले दर्शकबिन। जसरी भए नि शक्तिलाई घोडा टेकाउन जरुरी छ, किनकि शक्तिको धेरै नै अत्याचार बढेको छ दर्शकबिन। यो लडाइँ रामले नै जित्नुपर्छ भन्ने जतिले कमेन्ट गर्नुहोला। गाउँलेहरू भने गाउँ छोडेर जाला या फर्केला के लाग्छ कमेन्ट गर्नुहोला। मेरो विचारमा लाग्छ गाउँलेहरू गाउँ छोडेर जाँदैन, घरै फर्किन्छन्। यति भिडियो मन परेको खण्डमा यो च्यानललाई सब्सक्राइब गरेर साथी बन्नुहोला। यस्तै भिडियोमा हाम्रो भेट हुने नै छ। आजलाई भने बिदा माग्छु दर्शकबिन।